Happy birthday to me. Hello guys, welcome back to my YouTube channel. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ मेरो बर्थडे अनि त्यस्तो केही प्लानिङ छैन, तर पनि के कस्तो हुन्छ म देखाउँदै जान्छु। अनि बिहानै सबैजनाले मलाई विश गरिदिनु भयो, एकदमै धेरै थ्याङ्क यू सो मच सबैजनालाई। अनि मलाई विश गर्न नहुने सबैजनालाई थ्याङ्क यू सो मच। अनि मलाई मेरो दिदीले 12 बजे नि कल गर्नुभएको थियो, जुन दिदीले। अनि दिदी पनि आज आउँदै हुनुहुन्छ। अनि के कस्तो हुन्छ भएर देखाउँछ है त गाइस। ओके, स्टे ट्युन। हिँडेको रोडबाट त म जहिले के हो कुण्डली जस्तो त देख्छु भने गाइस। मसिनामा लगाएर यहाँ झरिसकेँ। मेरो जहिलेको यहीँको भ्लग आउँछ, सबजनाले यहाँको त भ्लग आउने भयो भनेर भन्छ अफिसमा आउने। यस्तै थियो, के गर्छौँ भरे दिदी आउँदै हुनुहुन्छ नि त, त्यही भएर मैले भिडियो बनाएको हो खासमा चाहिँ। दिदी आएपछि हामीले के कस्तो गर्छौँ त्यो अनुसारले अरूलाई देखाउँदै जान्छौँ है त। ओके, के मैले भन्ने भुलेछु, यो इयरिङ चाहिँ मलाई हिजो सनम दिदी र बिदा दिदीले ल्याइदिनु भएको है गाइस। ह्याप्पी बर्थडे टु यु। हजुर थ्याङ्क यू मम्मी। हेलो ए हेलो हजुर हेलो ए थ्याङ्क यू थ्याङ्क यू ए अनि कसरी सम्झिनु भयो त हजुरले? त्यस्तो। थ्याङ्क यू सो मच फर मेकिङ माई बर्थडे स्पेसल। मलाई विस गर्नुहुने सम्पूर्ण मेरो साथीभाइहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र म चाहिँ यति खुसी हुन्छ जस्तो लागेको थिएन बर्थडेको दिन, किनकि मलाई खासै त्यस्तो फिलिङ आएको थिएन भित्रदेखि। तर पनि मेरो कलिगहरू एकदमै एक्साइटेड थियो म भन्दा, त्यही भएर चाहिँ म पनि खुसी भएँ। सुजिता म्यामले मलाई अलराउन्डरमा गाइड गर्नुभएको नि त। मैले त गर्नु होला है, होइन मतलब अब सुरुमै काजल म्यामले बोलाएर मैले सुरुमै च्वाक देखेको थिएँ होइन, अझै पनि च्वाक हुनुहुन्छ। अनि भरे उहाँको बर्थडे हुन्छ नि त हाम्रो अफिसमा होइन, अफिसले 1000 पनि दिन्छ होइन। बर्थडे मनाउनु छ भने इएमा आउनु है। के गरेको केक ल्याउँछ 2000को 2000 अनि होइन। अनि त्यसपछि के भन्छ, हामीलाई बोल्नु लगाउँछ। अनि म यति धेरै बोल्छु भन्छु कि तर त्यहाँ आउँदै आउँदैन, त्यो लेखेर राख्छु। अनि अहिले नै पार्टी चाहिँ हान्दिस् ल्या जान्छ के भन्दा क्यामेरा हेरेर होला मार्छ अरे। अनि होइन हामीले यस्तो खाँदैछौँ। सुता म्यामको बर्थडे, ह्याप्पी बर्थडे। हामीलाई उहाँले भात किनिदिनु भएको। होइन ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर सुजिता म्याम, ह्याप्पी बर्थडे टु यु। कति ठुलो अहिले म मारिदिन्छु होइन। ठुलो पागल के छ गाइस, के छ मलाई अल्झी लाग्यो। स्पिचलेस भएको छु म। के भन्न थाल्दै थिएँ, बोल्न थाल्यो कथाले बनेर, थाहा थियो मलाई मन फेर्छ भनेर, मर्सेङ्गे सलल। यो मान्छे के भन्छ क्लाइन चक्लेट झाँदै थिएन मैले। मेरो मेसेजलाई पनि इग्नोर हानिदियो। ए होइन बिर्सेछ, चुप्पा दिएको थियो भने। हेलो गाइस, के छ बल्छ लाग्यो। मलाई पनि एउटा काम खोलिदिनु त। काम छैन होइन, पनि धनी हुनुहुन्छ। मेरो हुलिया खराब छ क्या, हिटलर टच भन्ने छैन आज। म त बिर्सु सब सिटहरू पुरा नयाँ बनाउँदै थिएँ म। टच भन्ने रे हेर्नु कस्तो नाम दिएको माथि हेर्न मेरो 15 मिनट खिच्छु ल।
भने आऊ यस्तो हाँस उठिरहेछ हो हाम्रो यहाँ बर्थडेमा आउँछ नि सबजना माथि गएर अनि सबजना माथि गएपछि अनि मलाई चाहिँ लास्टमा बोलाउँछ कि मलाई थाहा छ नि त कि कस्तो गर्छ भनेर म कस्तो लाज लागिरहेको गाइस म माथि जाँदैछु कि मलाई कस्तो लाज लाग्यो किनकि अब सबैको बर्थडेमा देखायो भने त मलाई थाहा छ नि त कस्तो हुन्छ भनेर द्याट्स वाइ ल आज हाम्रो सुस्ता म्यामको बर्थडे लगभग सबैले थाहा भइसक्यो होला ग्रुपमा म आफै कता थिएँ बिहानदेखि अहिले भर्खर फेरि पनि यहाँ सकेर त्यही जानुपर्ने छ बर्थडे मात्र सेलिब्रेट गर्न आएको छु जस्तो लागिरहेको छ फेरि जानु पऱ्यो 8 बजीसम्म बस्नुपर्छ त्यहाँ म पनि सो अब यतिले पनि थाहा हुन्छ हाम्रो म्याम एकदमै नै अफिसको डेडिकेटेड स्टाफ एकदमै नै धेरै नै विगतको दिनमा योगदान दिनुभएको छ मैले त म एकछिन त जानै पर्छ सर जसरी भए पनि उहाँ भनेको तुलना नगर्न सक्ने जस्तो पनि स्टाफ हुनुहुन्छ अब तपाईँको नर्मली कस्तो हुन्छ सबै स्टाफ हामीलाई बराबर नै हुन्छ तर सबैलाई एउटै रेसियोमा राख्न सकिँदैन होइन कसैले एकदमै धेरै योगदान पनि दिएको हुन्छ कम्पनीको लागि इट्स नट अबाउट द काउन्सिलर्स बट इट्स अबाउट तपाईँले कुन समयमा कम्पनीले साथ दिनुभयो उहाँको त मैले पक्कै पनि भनिराख्नु पर्दैन हाम्रो हेड म्यामदेखि कुमार सरहरूलाई पनि थाहा छ म्याम नहुँदाखेरि सपोर्ट पिलर उहाँ नै हुनुहुन्थ्यो र धेरैचोटि चाहिँ नयाँहरूले चाहिँ अलिक थाहा छैन होला हाम्रो ट्राइबमा बस्नु भएको छ उहाँ पहिला पनि बेस्ट काउन्सिलर अफ द मन्थको सर्टिफिकेट पाइसक्नु भएको छ आउने दिनमा पनि पाउने जस्तो छ आज नआउँदैन म हेर्नुपर्छ मलाई पनि थाहा छैन हरेक 6 मन्थमा ट्याली गर्छ होइन आएको 6 महिनामा ट्याली भइरहेको हुन्छ प्रमोसनको लागि स्पेसियली अनि स्यालेरीको लागि त हाम्रो अफिसमा त 6 महिना कुर्नु पर्दैन त्यो डिपेन्ड्स अन तपाईँको आफ्नै कामहरू हो अनि राम्रो गर्नुभयो भने चाहिँ छिटै बढ्छ अब अलिकति ठिक गएको छ भने चाहिँ त्यो अनुसारले कम्पनीले बढाउँछ सो सुस्ता म्यामकोबाट मैले अलिक धेरै नै एक्सपेक्टेसन्स गरेको छु सी इज डुइङ द बेस्ट होइन एकदमै राम्रो गर्दै आउने दिनमा पनि उहाँले धेरै धेरै शुभकामना यस्तै राम्रो गर्दै जानुभयो भने अफिसले आज हेर्नुभयो भने भोलि पर्सि अफिसले पनि पक्कै पनि हेर्छ मैले तपाईँले विश्वास गराएँ र यति भन्दै एकचोटि हाम्रो म्यामलाई जन्मदिनको धेरै धेरै शुभकामना कि काकालाई अहिले यहाँहरूमा चाहिँ सबैले अब के छ भने चाहिँ कुराहरू चाहिँ राख्न सक्नुहुन्छ हाम्रो काउन्सिलर म्यामबाट सुरु गर्नु स्टिल अहिले पनि अब धेरै कुराहरूमा प्रगति गर्दै जानु होइन त्यसरी नै अप्लाइड गराउँदै जानु सो अरू सबै कुरा त आफ्नो ठाउँमा छँदैछ सधैँभरि स्वस्थ रहनु हेल्दी रहनु होइन प्रगतिहरू यस्तै हुँदै जाओस् तपाईँको पोस्ट बढ्दै जाओस् होइन यही नै छ शुभकामना थ्याङ्क अब पहिला सुरुमा आउँदाखेरि मलाई म अलिक इन्ट्रोभर्ट टाइपकै छु नि त धेरै बोल्दिनँ थियो सुविधा जान्ने आफै बोलाउनु भएको थियो फर्स्टमा मैले अफिसमा अब बोलेको मान्छेहरूको उहाँ नै हो अनि अब रिसेप्सनमा हुँदाखेरि पनि उहाँले धेरै कुरा सिकाउनु भएको थियो पहिला अलराउन्डर हुँदा एकदमै ट्यालेन्टेड हुनुहुन्छ अनि अहिले एज अ काउन्सिलर पनि राम्रो गर्दै हुनुहुन्छ अगाडि पनि राम्रो गर्दै जानु सधैँ खुसी रहनु ह्याप्पी बर्थडे क्ल्याप गरिदिनुहोस् न प्लिज यो चाहिँ केको लागि हो खड्डा उता खुसीमा पनि स्वस्थ पैसा कमाएको ल यो चाहिँ आफ्नो म्यामले अफिसबाट क्यास प्राइज है यो बालकुनी पनि भयो धेरै धेरै शुभकामना
त्यस्तो पर्दैन नि मलाई हजुर पो लिनुहुन्छ यो स्विच लिनुहुन्छ म्याम गालामा केक लगाइदिनु न कस्तो राम्रो देखिन्छ मलाई मेकअप गर्नु भएको छ मगर मेकअप खानु म सबैमा हालिदिन्छु गाइस आज त यस्तै भइरहेछ हाम्रो Look guys. Here is my beautiful lady. मार्छ मलाई यो बसेको दाइले यो रोज चाहिँ मलाई सृष्टि म्यामले दिनुभएको हो आज त सृष्टि म्याम यो म मार्छ अहिले दाइले छिटो हिँड्दै ल सुस्ता ह्याप्पी बर्थडे वान्स अगेन हामी चाहिँ अहिले कुनहरू हेरेको छौँ हट एन्ड कोल्ड कि कोल्ड एन्ड हट कोल्ड एन्ड हट स्पाइसी लाफिङमा आएको छौँ यहाँको लाफिङ र तिमीहरू गर्छ चाहिँ मिठो लाग्थ्यो अब हेरौँ आज कस्तो लिएर आइदिन्छ खै अर्डर दिन पनि आउँदैनन् जहिले ब्याक हुन्छ यहाँ त ल सी यु गाइज केही पनि गिफ्ट ल्याइदिएन भनेर मसँग रिसाएर बसिरहेको छ है यति राम्रो भएर जाँदो रहेछ है अनि इन्ड्राइवालाले पनि कति लाइन हान्दा हो इन्डियामा जान्न म खलासी गाडीवाला खलासँग पाल्दै जान्छु 5 रुपियाँ त दिएन मान्छे चाहिँ यति राम्रै बेहोरा छ फेरि एउटा मलाई ह्याप्पी बर्थडे सुस्ता ओ माई गड उतै पक्र त मिस एप्स हुन्छ है यस्तो राम्रो राम्रो मान्छेहरू किमा खान आएको छ खाएर देखाउने नि साग चाहिँ मलाई है कस्तो छ स्वादिष्ट किन हाम्रो चाहिँ फाइनली मोमो आयो तर मेरो चाहिँ पेटमा ठाउँमै छैन भाइ यो बहिनीको पेटमा त यति ठाउँ छ यति ठाउँ छ के गरे नरौ नरौ भयो 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 ल मैले माफ गरिदिएँ बेला बेला ठुस्किन्छ चाउमिन सकेर मात्रै चाउमिन सघाउँछु मलाई चाहिँ मोमो त्यति मन पर्दैन यही हो ऊ पिलेन रे पिलेन पिलेन चढेर आएको त दिदी आज पिन इन्ट्रेस्टवाला हिल किन रहेछ अनि गाह्रो हो भने अर्को चप्पल मगाएको छ क्या मलाई पहिला पोज देऊ न त पोज यस्तो बसेको के पोज दिन खाने दुईटा के भयो मलाई पनि देखाउ न त बन्द गर्दै म चाहिँ लिनु सक्दैछु क्यामेरा क्यामेरा भयो तिम्रो म क्या तिम्रो म दुइटै आउने गरी कि एउटा फ्रेममा के भएन नि
भनेको याद राख्न पर्छ हामी चाहिँ दुःखको सुखको सबै हामी नै है हाम्रो लागि हामीलाई अरू कोही चाहिँदा पनि चाहिँदैन अब हामी घर जान्छौँ होइन अब चिया के भन्नु सरी ल गाइस धन्यवाद 8,000 को फ्लाइट ल साथीहरू गुड नाइट थ्याङ्क यू फर वाचिङ आवर भिडियो बाई बाई मैले बियर खाएको नि आउँछ के हो अरे बियर खाएको नि आउँछ नो 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 गाइस म चाहिँ यहाँ पार्क छेउमा आएर बसिरहेको छु यहाँ पार्क छ हो अनि म त्यो याङ्गोवालाले उडाएर लिएर आयो यस्तो तुफान कुदाएको कि भगवान् दिदी यति कहीँ पनि भएर अब कल गर्छु नि म दिदी कहाँ पनि हेरिरहनु भएको नि गाडी यता हेरेर म चाहिँ बेडीसेडी भएर अफिस आइसकेँ गुन्द्रुक जस्तो गाडीमा खाँदिएर हो अनि दिदी पनि गाडीमा जानु भइसक्यो अघि मैले कल गरेको थिएँ अनि पुगेर कल गर्छु भनेर भन्नुभएको छ अब यस्तै छ आजको भ्लग काटकुट गरेर हाल्छु गाइस के कस्तो हुन्छ अझ लास्टमा हेरिदिनु होला लाइक सेयर अनि सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला